चाहिँ अहिले ट्रेन्डिङ तर ट्रेन्डिङमा ट्रेन्डिङ चलिरहेछ। भए पनि अलि लेट अलिकति भयो लेट भयो हामी नि, अब चाहिँ ल सुरु गरौँ सुरु गरौँ। कुन कलर मेरो ल चाहिँ तिम्रो सबै थमेलको मसला पिचबाट। ओ ल ल सुरु गरौँ कलर भन्नु कुन कलर? मेरो सम्काटमा मेरो ग्रीन कलर ग्रीन कलर। नयाँ है? मेरो त एकदम सानो कुराहरू हो। ल भयो रेडी आफ्नो लगाइ। ल रेडी 1 2 3 गो मेरो त कस्मेटिक सामान। तपाईँलाई ल यो तिमीलाई ल बिस्तारै गर्नु न। अब पिङ्क तपाईँ मैले पारै छु। जति पनि हुन्छ ल ल पिङ्क ल पिङ्क है मेरो एउटा मात्रै होला। ल ल रेडी 1 2 3 गो मेरो चाहिँ धन्यवाद। यो मलाई प्राइस ट्याग मेरो पनि तपाईँको पनि। अब व्हाइट कलर व्हाइट कलर व्हाइट कलर त फनी छ। ल व्हाइट कलर है त। रेडी 1 हेरे ल हेर 3 गो झन्डै एउटै व्हाइट देखाएको थिएँ मैले व्हाइट व्हाइट मेरो है व्हाइट यो तिम्रो लागि कस्तो राम्रो रहेछ यो त। ल अब यो ल रेडी यसमा यही हो है। के थाहा छ मलाई पर्पल चाहिँ कुन हो त? पर्पल छैन कि यही हो क्या पर्पल। ल पर्पल ब्लू हो रेडी 1 2 3 मेरो चाहिँ यो किरी है किरी। पर्पल चलायो एकदम मानिसले मलाई थाइल्यान्ड त ल यो चाहिँ किन है थ्यांक यू ल यो तिम्रो लागि ओहो व्हाइट कलर सिकेछ है यो व्हाइट है सिकेछ के भयो भइहाल्यो हेलो ल हेलो ल रेडी 1 1 2 3 गो क्रिम अनि यो के भन्छ यसलाई? स्किन क्रिम रे अनि पलिस। हेर्नु न आफ्नो ल रेड कलर र रेड कलर अब अनि पहिला रेड कलर एकदम सानो भयो ल रेडी रेडी 1 2 3 गो यो यो चियापत्ती टिका मेरो चाहिँ सिजुरा अनि हेयर ब्यान्ड। वाउ थ्यांक यू हेयर ब्यान्ड यो सिजुरा कुन त भन्छ? अब ऑरेंज कलर अरेन्ज त मेरो सानो छ। ल रेडी 1 2 3 गो अरेन्ज कलर त मेरो चाहिँ क्रिमै क्रिम। यो चाहिँ किरिङ टाइपमा झुलाउने अनि क्रिम। यसरी खाऊ है ऑरेंज सक्यो चियाको टाइपमा झुलाउने। थ्यांक यू कपालमा बान्ने पर्पल कस्तो राम्रो भाइ। ओहो ल केकवाला मेरो त ब्राउन बाँकी छ पिङ्क भयो। पिङ्क अघि नै ए पिङ्क भयो है। ल मेरो तिमीले कलर चाहिँ गर्यौ पिङ्कमा यो दुइटा पनि छ है। छुटेछ ए पिङ्कमा दुइटा छुटेछ। यो चाहिँ ब्राउन है ए ब्राउन सानो छ ब्राउन लास्ट होइन अब लास्ट ये लास्टपछि ब्राउन ये ब्राउन। थ्यांक यू ल सक्यो गाइस यस्तै हो लास्टमा चाहिँ यो ग्रीन छुटेछ ग्रीन भुजिया यो मैले उगारी थिएँ गेस गरेको थिएँ यो ल्याउनुहुन्छ होला भनेर। अनि
आज मैले त्यो टोस्ट पनि गेस्ट गरेको थिएँ। कस्तो हेर नि स्क्रिन रोल चाहिँ गेस्ट गरेको मैले यहाँ सकिसकेँ। यो चाहिँ मन्जुलाई लास्टमा ग्रिन छुट्यो ग्रिन। यति मध्ये सबभन्दा राम्रो चाहिँ तिमीलाई कुन लाग्यो? मलाई चाहिँ एउटा यो मनी सेभिङ एकदम गेस्ट गरेको थियौ? मनी सेभिङ भनेको एकदम इम्पोर्टेन्ट हो इम्पोर्टेन्ट लाइफमा। अनि अर्को चाहिँ पेन्टी फियान्टी यो एकदम राम्रो मलाई चाहिँ यो एकदमै मन पर्यो। मन त सबै मन पर्यो। यो चाहिँ सबभन्दा बेस्ट लाग्यो मलाई। अनि कुछ मिठा हो जाए यो पनि एकदम मन पर्यो। अनि अनि सबै मन पर्यो मन पर्न। अनि यो पनि एकदम मन पर्यो। यो पनि एकदम मन पर्यो। डस्टबिन ल यो साइड मेरो यो साइड दिदीको।